ल साथीहरू होइन, अब कोही यता खाडीतिर भन्दा पनि म यता साउदी अरबतिर हुनुहुन्छ भने अब यो ट्रकहरूलाई ओभरटेक गर्न मनाइ छ होइन, गर्न मिल्दैन यतातिर। बरु जति सक्दो यो लाइनमा जाने हो होइन, आफ्नो लिगमा। अब कहीँ यसो बाइचान्स गाडीहरू साइडमा बिग्रेको छ भने चाहिँ इमर्जेन्सीमा चाहिँ गर्न पाइयो, नत्र यो ओभरटेक गर्न चाहिँ यहाँ छैन। यो जतिसुकै बरु उताको लाइन खाली नै होस् पुरा होइन, कहीँ यसो सुर्ताले देखिहाल्यो भने चाहिँ 3000 रियाल जरिमाना दिन्छ। 3000 सुन्नुहोस् त, 3000 नेपालको त झन्डैले अब 1,20,000 जति, 15-20,000 जति पुग्छ। त्यसो भयो हुनाले बरु जति सक्दो लाइनमै हिँड्नु होइन। ओभरटेक त मरे पनि गर्ने होइन, यता दिन्छ सुर्ताले यतातिर भेट्यो भने। ए मेरो अगाडिको गाडी हेर्नु त, ऊ कतिमा 50मा नि हिँडिरहेको छैन यो। अब म त्यो मेरो खाली गाडी हो, यो चाहिँ अलि यो पनि खाली त हो, तर यसले चाहिँ कन्टेनर बोकिरहेछ। म चाहिँ कन्टेनर खाली गरेर आएको उता दमामतिर, अहिले जुबेल जहाँ गइरहेको। यही बाटोमा यस्तो छ, यसरी ओभरटेक चाहिँ गर्न मिल्दैन। त्यही भयो हुनाले अब टाइम त लोत लाग्ने हो त यो, नत्र अब 1 घन्टा 20-25 मिनट लाग्छ। अब यसरी नै अगाडिको गाडी हिँडेन भने त्यही हो, अब पानी परेर बेजोग हुन्छ। आज पनि अलिअलि पानी परिरहेछ, हिजो त परिरहेको थियो, आज चाहिँ खासै छैन पानी परेर। नहिँड्नु अब के गर्ने त, अब 40मा नि हिँड्दैन गाडी त। त्यसो छ साथीहरू है गाइस।